नमस्कार साथीहरू, स्वागत छ लोकसेवा सरकार युट्युब च्यानलमा। आज विश्वका महत्त्वपूर्ण घटना तथा क्रान्तिहरूलाई समेटेर यो भिडियो सामग्री तयार पारिएको छ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुहोला। विश्वको घटना क्रान्ति अध्ययन गर्दाखेरि म्याग्ना कार्टा हामीले छुटाउन नहुने एक महत्त्वपूर्ण टपिक हो। यसमा हामीले जान्नुपर्ने कुराहरू म्याग्ना कार्टामा कहिले हस्ताक्षर भएको थियो भन्दा 1215 जुन 15मा हस्ताक्षर भएको। कहाँ भएको थियो भन्दा लन्डनको रनिमेड भन्ने ठाउँमा। त्यस वखत जोन द्वितीयले हस्ताक्षर गरेका थिए। बेलायती राजा जोन द्वितीयको मृत्यु 1216 अक्टोबर 18मा भएको थियो। हाल म्याग्ना कार्टा 4 प्रति सुरक्षित छन् अहिले पनि। 2 प्रति लन्डन स्थित ब्रिटिस लाइब्रेरीमा र 1 प्रति सेल्सबरी र 1 प्रति लिङ्कन चर्चमा राखिएको छ। धर्मगुरु त्यस वखत धर्मगुरु पोप इनोसेन्ट तृतीय थिए। राजाका अधिकार कटौती गरी संसदमा ल्याउने सहमति भएको थियो र म्याग्ना कार्टालाई ल्याटिन भाषामा लिपिबद्ध गरिएको थियो। अर्को छ औद्योगिक क्रान्ति, इन्डस्ट्रियल रिभोल्युसन। सन् 1760 देखि 1840 सम्म 80 वर्ष चलेको परम्परागत घरेलु उद्योगलाई विस्थापन गरी यान्त्रिक उद्योगको सुरुवात भएको क्रान्ति हो। यो यान्त्रिक क्रान्ति पनि भनिन्छ यसलाई। औद्योगिक क्रान्ति भनी नामाकरण गर्ने व्यक्ति अर्नोल्ड टाइनबी हुन्। जातको आधारमा श्रम गर्ने प्रथा गिल्ड सिस्टम पनि यही औद्योगिक क्रान्ति मार्फत सुरुवात भएको हो। त्यसै गरी अर्को क्रान्ति रहेको छ अमेरिकी स्वतन्त्र सङ्ग्राम। बेलायत र अमेरिका बीचको सत्ता सङ्घर्षबाट जन्मिएको एउटा क्रान्ति हो यो अमेरिकी स्वतन्त्र सङ्ग्राम चाहिँ। तत्कालीन कारणको रूपमा बोस्टन टी पार्टीलाई पनि लिइन्छ। 1773 डिसेम्बर 16मा बोस्टन टी पार्टी काण्ड घटना घटेको थियो। 1755 अप्रिल 19 देखि 1783 सेप्टेम्बर 3 सम्म 8 वर्ष सञ्चालन भएको हो, चलेको क्रान्ति हो यो। नेतृत्व यसको जर्ज वासिङटनले गरेका थिए। त्यसै गरी अमेरिकी स्वतन्त्रताको अधिकार पत्र तयार पार्ने व्यक्ति थोमस जेफरसन हुन्, जसलाई युद्ध नायक पनि भनिन्छ। अमेरिकी कङ्ग्रेसले स्वीकृत 1776 जुलाई 2मा गरेको हो र यसको घोषणा चाहिँ फिलाडेल्फिया सम्मेलन मार्फत 1776 जुलाई 4मा भएको हो। यसको नारा रहेको थियो मृत्युदेव वा स्वतन्त्र देव, समानता स्वतन्त्रता र खुसीको खोजी भन्ने थियो नारा। यसै गरी भर्सेलिस सन्धि 1783 सेप्टेम्बर 3मा भएको थियो। अमेरिका सहित 13 राज्य स्वतन्त्र भएका थिए, जसमा 56 जनाको हस्ताक्षर गरिएको थियो। तत्कालीन बेलायतका राजा जर्ज तृतीय थिए। स्वतन्त्र राज्यको मान्यता प्रदान गर्ने पहिलो राष्ट्र फ्रान्स हो, जसमा फ्रान्सले स्ट्याचु अफ लिबर्टी दिएर अमेरिकालाई स्वतन्त्र भएको भन्ने घोषणा गरेको थियो फ्रान्सले। फ्रान्सको राज्य क्रान्ति रहेको छ अर्को साथीहरू 1789 देखि 1792 सम्म 3 वर्ष चलेको यो क्रान्ति। यसको नारा रहेको थियो समानता स्वतन्त्रता र भातृत्व। राजा र जनता बीचको सङ्घर्ष हो यो। मनै राज्य हुँ भनी लुई 14औँले भनेका थिए र तत्कालीन राजा त्यतिखेर चाहिँ लुई 16औँ थिए। मुख्य कारण थियो वर्गीय विभाजन। पहिलो वर्ग धर्मगुरुहरूलाई 1 लाखसम्म चाहिँ कर छुट गरिन्थ्यो भने दोस्रो कुलीन वर्ग व्यापारीहरूलाई 5 लाखसम्म कर छुट हुन्थ्यो भने तेस्रो वर्ग गरिब किसान मजदुरहरूलाई चाहिँ 80% आयमा छुट कर लगाइन्थ्यो। यस्तै वर्गीय विभाजनको कारणले गर्दाखेरि यो क्रान्ति भएको हो, फ्रान्सको राज्य क्रान्ति। त्यसै गरी स्टेट अफ जनरलमा त्यहाँ चाहिँ 1187 जना संसद रहन्थे। यी 1187 संसदलाई चाहिँ 175 वर्षपछि